So hello and namaste everyone. Hope you guys are fine. आज चाहिँ I'm back with another fish vlog. अनि यो vlog चाहिँ के को बारेमा भन्दाखेरि Ocean Enterprises is bringing me fish. लकडाउन को टाइममा पनि Ocean Enterprises ले डेलिभरी गरिदिरहेछ मलाई. Very much thank you to Ocean Enterprises. अनि आजको मेन टपिक चाहिँ के भन्दाखेरि यो 6 फिट को ट्याङ्कमा भएको अमेरिकन चाहिँ आज यो 2 फिट को ट्याङ्कमा जान्छ. टेम्पोररी त्यस्तो पर्मानेन्ट चाहिँ होइन, टेम्पोररी अब अहिले यसमा स्टोर हुन्छ हैन. साइकल भइरहेको छ यो ट्याङ्क. सायद यो भिडियोमा देख्नु पनि भएको छैन होला यो ट्याङ्क चाहिँ. अनि अब एज यु क्यान सी हैन, मैले पिक्चरहरु सबै निकालिसकेँ यो ट्याङ्कबाट. अब यो एउटा बाँकी छ. अनि यो ट्याङ्कमा चाहिँ मैले पहिलाको भिडियोमा भने जस्तै फ्रन्टोसा आउँदैछ हैन. फ्रन्टोसाको कुन फ्रन्टोसा आउँदैछ, कतिवटा आउँदैछ र के माछा आउँदैछ भनेर एकछिनमा भन्नु होला. किनभने आई गेस दाइ पसलबाट निस्किसक्नु भएको छ. अब ही विल बी एनी टाइम सुन. त्यसले गर्दा चाहिँ अब माछा आएपछि हेरौँ. अहिले चाहिँ अब अलिअलि अब माछाहरू बाँकी छ, यहाँ देख्न सक्नुहुन्छ. अब यिनीहरू अलिअलि निकालेर यो 2 फिटको ट्याङ्कमा हाल्नु पर्यो. त्यसले गर्दा चाहिँ अलिकति टाइम जान्छ हैन. दाइ आउन्जेलसम्म किन चुप्लाएर बस्नु भनेर एउटा भ्लग बनाइहालेको. अब एज यु क्यान सी त्यहाँ गुड ल्याडर छ, हार्डवेगी, अनि त्यसपछि हाइब्रिड, मकाउ सिक्लेट, यिनीहरूलाई निकालेर अब यता हाल्नुपर्छ. सो वेलकम ब्याक गाइज. माछा चाहिँ डेलिभर्ड भइसक्यो. यहाँ छ माछाहरू चाहिँ. अब लेट्स स्टार्ट द एक्युमुलेसन प्रोसेस. सो माछा चाहिँ यही हो. ब्ल्याक विडो छ, अनि बोरुन्डी छ, फ्रन्टोसा. त्यसपछि हामी यहाँ देख्न सक्छौँ जुली डुक्रोमस. यही हो माछाहरू चाहिँ. एकछिन पानीमा डुबाएर राखेपछि वी विल लेट दिज फिश गो टु द ट्याङ्क. त्यसपछि अनि मजाले हेरौँ है त. So they are new to the tank. अनि सबजना अब ट्याङ्क एक्सप्लोर गर्दैछन् हैन. ट्याङ्कमा के छ कस्तो छ अब दे आर एक्सप्लोरिङ द ट्याङ्क. अब कोही कोही अब हेर्नु भएको छ. दे विल बी सुन फाइन हैन. त्यहाँ पनि देख्न सक्नुहुन्छ. सो अहिलेलाई चाहिँ यिनीहरूलाई डिस्टर्ब नगरौँ. लेट्स टर्न अफ द लाइट अनि लेट देम बी कम्फर्टेबल इन दिस सेटअप. त्यसपछि चाहिँ अब आज होइन भोलि चाहिँ यसको बारेमा अब के कुरा गरौँ न. आजलाई यति नै. अब आई विल कन्टिन्यू दिस भिडियो टुमारो. अब लेट देम बी कम्फर्टेबल होइन.
guys, so they do, and most of them are getting used to the tank. There is no sign of any stress or anything else. अनि खाना पनि राम्रोसँग खाइरहेछ, सो द्याट्स अ गुड साइन फर अस. अनि मजाले खेलिरहेछ सबै. अब यो ट्याङ्कमा चाहिँ के छ भन्दाखेरि, अब हिजो भन्न त भनेन, अब आज भन्छु भनेर, यो ट्याङ्कमा चाहिँ हामीसँग अहिले करेन्टली स्टक भएको चाहिँ 5वटा ब्ल्याक विडो फ्रन्ट छ, 5वटा बुरुन्डी अनि 6वटा जुली क्रोमस. अहिलेको लागि चाहिँ बिगिनिङ स्टेजमा अब यति नै स्टक गरौँ, किनभने अब नेपाल इज अन्डर लकडाउन. त्यसले गर्दाखेरि अब खासै माछा आएको छैन. अनि अब मार्केटमा अभाइलेबल भनेको ट्याङ्गिनिकन्समा सायद यति नै हो, अरू खासै छैन. त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ ट्याङ्गिनिकन ट्याङ्क नै बनाउँछु भनेर सोचेको छु. अहिले चाहिँ मोस्टली फ्रन्टोसा भनौँ न, फ्रन्टोसा. अब अहिले जुली भयो, अब भोलि पर्सि के आउँछ हेरौँ, अनि त्यही अनुसार अब बिस्तारै स्टक गर्दै जानुपर्छ. सो फ्रन्टोसाको बारेमा चाहिँ म तपाईँहरूलाई पछि भन्छु, किनभने अब अहिले भिडियो लामो बनाएर त काम छैन होइन. अहिले त अब यो स्मल क्लिप्सहरू हेर्नुहोस्. अनि अब फ्रन्टोसाको बारेमा, फ्रन्टोसा जुलीको बारेमा चाहिँ म छुट्टै एउटा सिरिज बनाउँछु. त्यसले गर्दा चाहिँ अब हजुरहरूलाई पनि अलिकति सजिलो होस्, अब यही भिडियो हेरिराख्न नपरोस्, किनभने अब नयाँ नयाँ भिडियो आयो, इन्ट्रेस्टिङ भिडियो आयो भने अझ रमाइलो हुन्छ. र अब लकडाउन खुल्यो भने चाहिँ म चाहिँ ट्याङ्गिनिकनको छुट्टै एउटा सेटअप देखाउन जान्छु तपाईँहरूलाई. अब जानै पर्छ, किनभने अब मेरोमा त छैन, त्यो चाहिँ पछि नै हेरौँला. सो अब त्यही हो गाइज, नेपाल इज स्टिल इन लकडाउन. त्यसले गर्दा चाहिँ मैले माछाको नयाँ स्टक ल्याउन पाएको छैन. सो त्यही भएर मैले फिसरुमको बाँकी ट्याङ्कहरू चाहिँ अब लकडाउन खोलेपछि मात्रै देखाउँछु. अनि अस्ति फिसरुम भ्लगमा पनि त्यो लिमिटेड ट्याङ्क देखाएको कारण चाहिँ यही हो, किनभने अब माछै छैन, बाहिरबाट माछै आएको छैन. अब फिसरुममा जे स्टक गर्छु भनेको त्यो आइपुगेको छैन. त्यसले गर्दा चाहिँ अब अलिक डिले हुन्छ त्यो चाहिँ, किनभने अब लकडाउन खोल्ने कहिले हो ठेगान छैन. सो लकडाउन खोलेपछि चाहिँ म अब स्टोर टुरहरू पनि गर्छु. अहिलेसम्म चाहिँ अहिले सेलेक्ट गरेको छु मैले. अब हेरौँ लकडाउन खोलेपछि अब के हुन्छ. सो त्यही हो, स्टे ट्युन, डु सब्सक्राइब टु द च्यानल एन्ड डु फलो अस अन इन्स्टाग्राम एन्ड फेसबुक, किनभने इन्स्टाग्राममा वी आर रेगुलरली एक्टिभ, रेगुलरली पोस्ट गरेर हुन्छौँ. त्यही भएर डु फलो अस देयर एन्ड स्टे ट्युन, स्टे सेफ, बाई बाई.